हेलो गाइज वेलकम टु द च्यानल नेपाल टेक। आज म तपाईँहरूलाई सिकाउँछु किबोर्डका केही यस्ता सर्टकट टिप्स एन्ड ट्रिक्स जसको सहायताले तपाईँ आफ्नो किबोर्डलाई अझै इफिसियन्ट तरिकाले युज गर्न सक्नुहुनेछ। सो विथआउट गेटिङ लेट लेट्स गेट स्टार्टेड। टिप नम्बर 1, हामीले आफ्नो किबोर्डमा भोइस टाइपिङ पनि गर्न सक्छौँ। त्यसको लागि जुन हामी यहाँ भोइस आइकन देखिरहेछौँ त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। तर यो क्लिक गर्नुभन्दा पहिला यसको ल्याङ्ग्वेज सिलेक्ट गर्नुपर्ने हुन्छ। ल्याङ्ग्वेज सिलेक्ट गर्नलाई यहाँ ल्याङ्ग्वेज जस्तो अप्सन देख्नु भइरह्यो। यहाँ क्लिक गरिसकेपछि तपाईँले जुन ल्याङ्ग्वेज सिलेक्ट गर्नुहुन्छ त्यसैमा यसले भोइस टाइपिङ गर्छ। सो अब भोइस आइकन क्लिक गर्दाखेरि म चाहिँ नेपालीमा बोलिरहेको छु। नेपालीमा बोलिरहेको बेला म जे बोल्छु यसले त्यही टाइप गर्छ। टिप्स नम्बर 2, हामीले नेभिगेसन टिप्स भन्छ होइन। नेभिगेसन भन्नाले हामी कुनै प्लेसमा जानु पर्यो, जस्तै यत्रो शब्दहरू छ होइन, त्यो शब्दहरूको बिचमा कहीँ जानु पर्यो भने क्लिक गर्दाखेरि अलि मिस्टेक हुनसक्छ। त्यही भएर हामी जुन स्पेस बार छ त्यसलाई पनि ड्र्याग गरेर हामी दायाँ बायाँ सर्न सक्छौँ। टिप्स नम्बर 3, डिलिटिङ ट्रिक्स। यसको लागि हामी के गर्नुपर्ने हुन्छ, जस्तै यसमा हामीले क्लिक गरिराख्यो भने डिलिट गर्नलाई यसले लेटर वाइज लेटर डिलिट गर्छ। तर हामी यसलाई सिलेक्ट गरेर मल्टिपल वर्डहरूलाई एकैचोटि डिलिट पनि गर्न सक्छौँ। त्यसको लागि हामीले जुन हाम्रो यो डिलिट बटन छ त्यसलाई चाहिँ ड्र्याग गर्नुपर्छ। क्लिक गर्नु र ड्र्याग गर्नु। ड्र्याग गरेपछि यसले सिलेक्ट गर्छ र जहाँसम्म सिलेक्ट गर्छ त्यहाँसम्म तपाईँले एकैचोटि डिलिट गर्न मिल्छ। टिप्स नम्बर 4, फ्लोटिङ टिप्स। यसको लागि तपाईँले के गर्नुपर्ने हुन्छ, यो जुन विन्डो जस्तो अथवा चारपट्टि एउटा देख्नु भयो होला लोगो, त्यसमा क्लिक गर्नु र यहाँ फ्लोटिङ भन्ने अप्सन हुन्छ। त्यो फ्लोटिङ बटनमा क्लिक गर्नु र तपाईँको किबोर्ड अब फ्लोटिङ किबोर्ड भइसक्यो। यसले जहाँ पनि सारेर टाइपिङ गर्न मिल्यो। जस्तै यो फ्लोटिङ विन्डो छ, यसलाई बन्द गर्नु पर्यो भनेपछि फेरि त्यो चारबाटे उमा गर्नु र फ्लोटिङ बन्द गर्नु। टिप्स नम्बर 5, हामीले यदि इङ्ग्लिस आउँछ तर नेपाली त्यसको अनुवाद गर्न आउँदैन अथवा ट्रान्सलेट गर्न आउँदैन भनेपछि हामीले यहाँ भएको ट्रान्सलेटर पनि युज गर्न सक्छौँ। त्यसको लागि हामीले यहाँ क्लिक गरी यहाँ ट्रान्सलेट भन्ने अप्सन देख्नु भइरह्यो होला, त्यसमा क्लिक गर्नुपर्ने हुन्छ र यसमा क्लिक गरिसकेपछि तपाईँले इङ्ग्लिस टु नेपाली देख्न सक्नुहुनेछ। अब म यहाँ इङ्ग्लिसमा लेख्छु, माई नेम इज हरि। हरि लेखेँ नि। अब त्यहाँ हेर्नुहुन्छ मेरो नाम हरि हो लेख्यो। मैले यहाँ इङ्ग्लिसमा लेखेँ तर त्यसले के गर्यो त नेपालीमा ट्रान्सलेट गरेर नेपालीमा लेखिदियो। त्यसै गरी तपाईँले अरू भाषाहरू पनि यहाँ सिलेक्ट गर्न सक्नुहुनेछ। टिप्स नम्बर 6, यसको लागि तपाईँले क्लिपबोर्ड अप्सनहरू सिलेक्ट गर्नु, क्लिपबोर्ड अप्सन पनि हेर्न सक्नुहुनेछ। क्लिपबोर्ड भनेको के हो, तपाईँले कपी गरेको हरेक टेक्स्टहरू के हुन्छ त क्लिपबोर्डमा बसेर हुन्छ। जस्तै यहाँ मैले मानौँ सपोज एकछिनको लागि 2-3टा डाटा मलाई कहीँ कपी पेस्ट गर्नुपर्ने थियो। अब पालै पिलो गर्नु त टाइम लाग्छ। त्यही भएर हामी के गर्छौँ, यो भयो होइन, 2टा मैले के गर्छु त कपी गर्छु लगातार। कपी गरेँ, यसले पनि अब के गरेँ त कपी भयो। तपाईँले सबैले थाहा छ लास्ट कपी भएको लेटरलाई हामी पेस्ट गर्दाखेरि लास्ट कपी भएको लेटर नै आउँछ अथवा वर्ड नै आउँछ। तर हामीले के गर्न सक्छौँ त यहाँ क्लिपबोर्ड भन्ने जुन अप्सन देख्नु भइरह्यो होला नि, यहाँ माथि क्लिपबोर्डमा क्लिक गर्नु र यहाँ 2टै कपी भइसकेछ। यदि फेरि कुनैलाई कपी गर्नुभयो भने पनि कहाँ आउँछ त यहीँ आउँछ। अब 3टा भयो नि त। अब जुन पेस्ट गर्नु छ क्लिक गर्नु त्यही पेस्ट हुन्छ। यो पेस्ट गर्नु छ कि त्यो पेस्ट गर्नु छ। सो आजको लागि यति नै गाइज। थ्याङ्क यू फर वाचिङ। इफ यु लाइक दिस भिडियो प्लिज डु लाइक। यदि तपाईँले यो भिडियो मन परेको छ र कुनै साथीहरूले पनि यो सेयर गर्न चाहनुहुन्छ भने सेयर गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ।